This episode is proudly supported by Java Energy Complete Energy Solutions. Ingredient partner KTM Bazaar. Corner Butcher Block. In association with Care AU Health and Community and KS Boutique Melbourne. जे खान्छु त्यही बनाइदिन्छु नि मलाई बुढी मलाई त जस्तो भन्यो त्यस्तै पकाउन आउँछ मोमो नि बनाउँछु चाउमिन नि बनाउँछु म त खाना बनाउनमा त एक नम्बर हो भनेर भनियो अहिले आएर दिनदिनै नयाँ मेनु पकाउन पर्दा पो तनाव हुन थाल्यो त हो साथीहरू त्यही भएर खाना पकाउन जान्नु पनि कहिलेकाहीँ दुःखै हुँदो रहेछ बरु त्यो भन्दा मलाई त दाल भात तरकारी मात्रै पकाउन आउँछ भने भए त बरु दिनदिनै तरकारी के खाने भन्ने कुरा मात्रै हुन्थ्यो नि घरमा अहिले त ल आजको के हो मेनु के खान पाइन्छ आज बेलुका यो खान मन लाग्छ मलाई ओहो यो नखाएको त धेरै दिन भयो नि भनेर हैरान अब आज फेरि डिमान्ड आएको छ चिकन चाउमिनको अब चिकन चाउमिन बनाउनु पर्ने भयो म्याडमको डिमान्ड आएपछि ल लागौँ है त चिकन चाउमिन बनाउनको लागि हामीले लिएका छौँ 250 ग्राम चिकन ब्रेस्ट यसलाई म पहिला बोइल गर्न गइरहेको छु र यो सँगसँगै म नुडल्सलाई पनि बोइल गर्न गइरहेको छु मासुलाई बोइल गर्न गइरहेको छु पानीमा हामी काट्न गइरहेका छौँ प्याज अब हामी काट्न गइरहेका छौँ क्याप्सिकम क्याप्सिकम अलिकति पिरो पिरो हुने भएको हुनाले म चाहिँ धेरै युज गर्दिनँ छोरीलाई मन पर्दैन त्यही भएर थोरै क्याप्सिकम हामी एड गर्छौँ र यो खाना काट्दाखेरि चाहिँ जस्तो प्रकारको तपाईँले खाना बनाउनुहुन्छ तपाईँको अरू आइटमहरू पनि त्यसरी नै काट्नुपर्ने हुन्छ सिमीलाई पनि म यसरी लामो लामो गरेर काट्छु है छोरीले धेरै मन पराउँदिनँ त्यही भएर खासै धेरै युज त गर्दिनँ म तर आज डेमोन्स्ट्रेसन पर्पजको लागि हजुरहरूलाई चाहिँ यदि मनपर्छ भने चाहिँ यो कलर पनि राम्रो आउँछ चाउमिनमा हरियो कलर पनि दिने काम गर्छ भने यो स्वादमा पनि मिठो हुन्छ र चिकन पनि रेडी भइसकेको छ बोइल भएर अब हामी चिकनलाई पनि काट्न गइरहेका छौँ हामी लामो लामो रेसा रेसा गरेर काट्छौँ त्यस्तै गरी अब हामी स्प्रिङ अनियन र क्यारोट पनि काट्न गइरहेका छौँ त्यसरी नै लामो लामो गरेर अब यो उम्लेको पानीमा हामी नुडल्स हाल्न गइरहेका छौँ यसरी चाउचाउलाई उम्लिनलाई छोडिदिने एकछिन यो नटासियोस् भनेर बेला बेलामा नुडल्सलाई हामी यसरी चलाउनु पर्छ तर धेरै चलायो भने फेरि यो टुक्रिन्छ त्यही भएर अलिअलि चिसो चलाउनु पर्छ है एउटा स्ट्रेनरमा हामी यो पानीलाई स्ट्रेन गर्न गइरहेका छौँ नुडल्सको यसलाई चाहिँ मजाले पखाल्नुपर्छ है यसलाई तपाईँले जति मजाले पखाल्नु भयो यसको स्टार्च त्यति नै रिमुभ हुन्छ र यो च्याप लाग्ने टाँसिने चाहिँ कम हुन्छ इन्ग्रिडियन्टहरू रेडी भइसकेको छ अब हामी यसलाई फ्राई गर्न गइरहेका छौँ हामी यसलाई स्टिर फ्राई गर्छौँ हाई हिटमा सबभन्दा पहिला हामी मासुलाई भुट्छौँ अनि त्यसपछि हामी अरू भेजिटेबल्स भुटेर लास्टमा अनि हामी नुडल्स हाल्छौँ हामी अलिकति तेल हाल्न गइरहेका छौँ फ्राई प्यान चाहिँ एकदम तात्नुपर्छ है हाई हिटमा पकाउने होला किन हामीले चाहिँ हाई हिटमा पकाउने हो चाउमिनलाई होइन त्यही भएर चाहिँ हामी फ्राई प्यानलाई मजाले तात्न दिन्छौँ है अब ठुलो ग्यासमा तपाईँको एकैछिन यसो टस मात्रै गरेर चलाएर निकाल्ने हो खास चाउमिन भनेको तर कम घरमा पर्दाखेरि हामीसँग कमर्सियल किचनको जस्तो ठुलो फ्लेम नभएपछि हामी चाहिँ भाँडालाई चाहिँ फ्राई प्यानलाई अलि मजाले तात्न दिन्छौँ है अनि तातिसकेपछि हामी सबभन्दा पहिला चाहिँ हामी यसमा चाहिँ चिकन हाल्न गइरहेका छौँ सिमी त्यसपछि तपाईँको क्यारोट क्याप्सिकम र प्याज
हाम्रो भेजिटेबल्स लगभग स्टिर फ्राई भइसकेको छ। अब हामी चाहिँ हाम्रो इन्ग्रेडियन्टहरू हाल्न गइरहेछौँ। पहिला म हाल्न गइरहेको छु सोया सस। अब यो सोया ससले कलर दिने भएको हुनाले अब तपाईँलाई कस्तो खालको कलर मनपर्छ, डार्क कलर मनपर्छ चाउमिनको या लाइट कलर मनपर्छ, त्यो अनुसार तपाईँ सोया सस हाल्नु होला। अलिकति ओयस्टर सस, अजिनोमोटोको ठाउँमा मैले लिएको छु चिकन बुस्टर, चिकन सल्ट, थोरै टिमुर है, थोरै टिमुर र थोरै मसलाको नेपाली फ्लेभर दिनको लागि थोरै यो चाउमिन मसला। चाउमिन मसलामा हालेको छु मैले। साथै थोरै नुन पनि एड गर्न गइरहेको छु म र कलरको लागि हल्का कश्मिरी लाल मिर्च। अब हामी हाम्रो नुडल्सलाई हाल्न गइरहेका छौँ। हाम्रो चाउमिन रेडी भइसकेको छ। अब हामी यसलाई गार्निस गर्छौँ। धनिया, स्प्रिङ अनियन, अलिकति बन्दा हालेर अनि त्यसपछि यो रेडी हुन्छ खानको लागि। प्याजले गार्निस, तातो प्याज थोरै काटेर चप गरेर थोरै तातो प्याजले गार्निस गर्ने है, अनि थोरै स्प्रिङ अनियन, धनिया थोरै स्प्रिङ्कल गर्ने है। र अलिकति पिरो खान मन पराउनेहरूले चाहिँ त्यसमा थोरै तपाईँले ग्रिन चिली पनि काटेर हाल्न सक्नुहुन्छ है। पिरो खाने हो भने थोरै ग्रिन चिली हाल्नु होला, त्यसले अझै मिठो हुन्छ चाउमिनलाई है। र यसरी हाम्रो यो चाउमिन रेडी भइसकेको छ। ल हेर, म बाजा बुढीले कतिको मिठो मानेर खान्छन् है त। Daddy's noodles are always amazing. यस्तो सुक्खा चाउमिन केसँग खाने हो र? Mommy, it looks okay. तँलाई त नि ड्याडीले बनाएपछि जे पनि ओके हुन्छ के अरे नि। आम पिस्ड अफ विथ ड्याडी खोइ। टेन्सन नल्याउ न बुढी, तिम्रो लागि तिम्रो स्पेसल मोमो चाउमिनको चटनी तयार पारेर ल्याएको छु नि मैले। ल खाऊ। बल्ल मजा आयो चटनीसँग खान। त्यत्तिकै चाउमिन मात्र ल्याइदिने। Mata joy tingre